ल सानी आएर यहाँ चराहरूको लडाइँ छ। यहाँ तल चाहिँ कुकुरहरू पनि छन्। यहाँ कुकुरहरूलाई सेवा भइरहेछ। यहाँ तिमीलाई लखेट्ने कुकुर त्यो उताको हो नि, उताको त्यो सेतो र खैरो वाला होइन, सेतोवाला र यताको दुईटा ल तल झर तल आऊ। यहाँनिर फेरि त्यहाँ गयो। तिनीहरूको ग्रुप चाहिँ पुरा तगडा छ। त्यहाँ बच्चाहरूलाई चाहिँ प्रतिरक्षा गरिराखेको छ। त्यहाँ त्यो दुईटाहरूको चाहिँ तिनीहरूको आफ्नै ग्रुप हो पारि। अब यिनीहरू ग्रुप छुट्याउन सकिन्न, सबै एक एक खालका छन्। काग छुटाउन आएको हो कि के गर्न आउँछ खै। कागलाई पनि लखेट्छन् फेरि यिनीहरूले। अन्डा खान आएको हो। यो खोरभित्रका बच्चाहरूलाई संरक्षण गर्नलाई 1 2 3 4 5वटा मजाले आनन्दसँग बसेका छन्। यिनीहरू बच्चा त होइनन्, पक्कै उडेका पनि छैनन्। एउटा काग यहाँ छ। यो कुरा मिलाउन आएको हो यिनीहरूको झगडा मिलाउनलाई। एउटा कागु पारी छ। काग त्यहाँ बसिरहेछ। एउटा काग त्यहाँ पारी छ। यो दुईटा कागको के स्वार्थ छ खै यसमा। बचेराहरू हुन् जस्तो छ सायद। यिनीहरू उडेकै छैनन्। फेरि बेतालले लड्छन् आफैमा। यिनी यताका बच्चा हुन् क्या, यिनी साना।
यही उडेकै छैन नि यहाँ। कस्तो म गर्छन् त्यो खानाका लागि होला। खाना बच्चाहरू त होइन पक्कै उड्नै सकेको छैन यिनीहरू सायद। बच्चाहरू हुनु है। ल